1 2 3 go के हो शिवलाल दाइ यार 2 3 go ल ल ल ल ल कङ्ग्रेट ल मतलब को हाम्रो जज साहेब ए गई गो छोड्नु हट को जित्यो र शिवलाल दाइ मसँग आउनुले ल मेरो सोल्टी आइयो राइटी हो तर त्यो के गर्नु मलाई जितिहाल्छ यस्तै हो तपाईँ जित्नुहुन्छ के त यार कुन स्टाइल हो दम लगा के हाँ हिस्सा तो एकछिन ल तेरा बोली दिए मैले जो लगा के हाँ हिस्सा नहीं किया ल ल ल ल ल मैदानमा दुईटा बुल उत्रेको छैन अब के हुन्छ गाह्रो पर्ला नि ओमेलाई को जित्छ ल ल ल ल ल बसी बताई बल को साथ में छन् शिवा दाइ बदामको पावर लगाउनुस् न ओखरको पावर यार ए भाउ जान भइरहेछ त ल शिवलाल दाइ ल ल ल ल ल ल ओमेश दाइ तिमी उठाइरा छौ यार सोल्टी हात उठाइरा छौ पाइन्न नि यस्तो रुल्सको मुताबिक यहाँ खिचिन आन्टी उठाएर त्यो पाइन्न नि साथी यस्तो म चाहिँ मेरो गल्ती छ तिम्रो उठायो हात उठाइरा छ अब तिमी उठाउँदै छौ खसाल्नै सक्दैन हात उठिहाल्छ नि साथी उठिहाल्दो रहेछ ल ल जज गर त ल साथी ल ल ल उसको राइटमा पावर बस्छ शिवलाल दाइ न एकदम प्रो छन् हाम्रो शिवलाल दाइ 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 काटी काटी त्यहाँ 50 mm भन्छन् त्यहाँ कति काट्छन् के भइरहेछ हातै हाल्दैन यार त तिम्रो केही त हुनु पर्यो यार लडाउनै मिल्दैन यार कहाँ लडाउने ल यो कुन स्टाइल हो ल के हो बाजे पुरै सुतिसक्यो त सक्यो र लडाउनै मिल्दैन अहिले भर्खर बाजेले हानेको कसले जित्यो सोल्टी कसले जित्यो अहिले तिमीले अनि शिव दाइ हुन् पावरै छैन सबै लस ल ल ल ल ल ल साथी हो ल ल ल ल हाम्रो घनश्याम सर रसियन सर के हो सर यस्तो हराइदिने ओमेलाई मेरो सोल्टी मार दे दन पावर 2-3 चोटी खेलिसक्यो मलाई कति ल ल ल ओमे सोल्टी ल ल ल ल ल अब कुर्सीमा लडाउने हुन् हात पन्जा भुइँमा बनेन ओ मस्किरहेछन् हाम्रो घनश्याम सर शिवलाल दाइ तपाईँ रेफ्री हुनुहुन्छ र वो चुप लाग्दैन यार टोपी निकाल्नुहोस् न यार राम्रोसँग देखिन्न बस्नुहोस् न कता हो तपाईँ पोजिसनमा बस्नुहोस् न ओहो कङ्ग्रेचुलेसन पावर लस भइरहेको थियो पनि चलो चलो ठुलो एउटा ठुलो सानो भएपछि मलाई त्यो लडाउनै नमिल्छ ल ल शिवलाल दाइ को जित्यो तपाईँ भन्नुहोस् को जित्यो ल भन्नुहोस् त ल भरेन र साथी टेबलमा पनि लड्ने हो भुइँमा बनेन कुर्सीमा बनेन हैन तिमी भोलि बिहानै आउ न राइटी खेल्ने कि लेफ्टी खेल्ने तिम्रो पावर मैले थाहा पाइसके यहाँ सोल्टी वा क्या कन्फिडेन्स छ यार तिम्रो लेफ्टी खेल्ने घनेले पनि च्यालेन्ज गर्छु राइटी खेल्ने एकदम घनेले पनि च्यालेन्ज गर प्रहलादले पनि खकेले च्यालेन्ज गर्दैन र अमृतले पनि भने राइटी खेल्ने कि लेफ्टी खेल्ने भोलि पनि खेलौँ न म पनि खेल्छु त्यसै साला डर सालदेखि भोलि पर्सि भन्छ मलाई डर थाहा मसँग केही न केही ल आएर आउँछ फेरि